दर्शकबिन नेपाल सरकारले दिएको उपहार कतार सरकारलाई 2 वटा हात्ती खगेन्द्र प्रसाद र रुद्र कलीलाई हेर्नुहोस्। यो कतारको दोहामा भन्दा पनि कतारको अल्खोर पार्कमा अल्खोर जूमा यसरी राखिएको छ। यो हेर्नु जस्ताको तस्तै छोटो क्लिप। ल हाम्रो देशको हात्ती यहाँ आएर छ कतारमा। यहीँ हालेको होला। के छ? आऊ 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 यता आउनुहोस् आउनुहोस् यता आउनुहोस्। हेलो दर्शकबिन नमस्कार, राधे राधे, सेवा सेवारो टाइसले झोरले जोजोलो पाला सोफ्या फुल्ला जय श्रीमान नारायण हुँदै आज पनि म उपस्थित भइसकेको छु। दर्शकबिन तपाईँहरू सम्पूर्णलाई मेरो कटुवाल शिशिर भ्लग च्यानलमा एकमुष्ट स्वागत गर्दै। दर्शकबिन तपाईँहरू मेरो च्यानलमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने कृपया लाइक शेयर सब्सक्राइब गरेर यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला दर्शकबिन भन्दै आज पनि म आइसकेको छु र आजको कन्टेन्ट के हो भनेर हजुरले थाहा पाइसक्नु भएको छ। दर्शकबिन हाम्रो नेपाल सरकारले चाहिँ जब ओली सरकार हुँदाखेरि चाहिँ कतार सरकारलाई 2 वटा हात्ती उपहार दिएको थियो, जुन हात्तीहरूको नाम छ रुद्रकली र खगेन्द्र प्रसाद। अहिले उनीहरूलाई अल्खोर पार्कमा कतारको अल्खोर पार्कमा यति मजाले राखिएको छ कि दर्शकबिन यति राम्ररी यस्तो सुरक्षित तरिकाले राखिएको छ। यस्तो राम्रो पार्कमा दर्शकबिन तपाईँहरूले देखिराख्नु भएको छ। यो पछाडिको दृश्य यो अल्खोर पार्क हो। अत्यन्तै रमणीय, अत्यन्तै रमाइलो ठाउँ छ यहाँनिर र एकदमै सेवा सुविधाका साथमा चाहिँ अहिले कतार सरकारले चाहिँ नेपाल सरकारबाट चाहिँ 2 वटा हात्ती उपहार लिएर आएको हो र अहिले हात्तीको लागि एकदमै संरक्षण गर्नेको लागि चाहिँ नेपालबाटै 2 जना चाहिँ दाजुभाइ आउनु भएको छ, जो हात्तीलाई चाहिँ यहीँनिर हेरविचार गर्नको लागि अब हात्तीलाई बानी बनाउनु पर्यो यहाँ होइन, माउतेको रूपमा उहाँहरू आउनु भएको हो। र अहिले यो चाहिँ हात्ती चाहिँ यो अहिले कतारको चाहिँ अल्खोर पार्कमा चाहिँ राखिएको छ। अहिले अल्खोर जूमा राखिएको छ हात्तीहरू र यो हात्तीहरू ल्याउने भन्ने कुरा त आजभन्दा लगभग 1-2 वर्ष अगाडिकै कुरा थियो। कतार सरकारलाई चाहिँ नेपाल सरकारले केपी ओली सरकार हुँदाखेरि दिएको हात्ती हो यो 2टा खगेन्द्र प्रसाद र रुद्रकली। दर्शकबिन कतारमा हुन त नेपालीहरू पनि काम गर्न धेरै नै आउनु भएको छ होइन। नेपालीहरूको लागि एकदम कतार सरकारले एकदमै राम्रो पनि गरेको छ होइन। न्यूनतम सेलरी राम्रै दिएको छ। जे होस् नेपालीहरूको लागि एउटा कमाइ खाने ठाउँ होइन कतार सरकारले एकदमै सेवा सुविधा सहित राखेको छ। र अहिले जुन चाहिँ हात्तीहरू यहाँ कतार सरकारले ल्याएको छ एकदमै सेवा सुविधा दिए तरिकाले चाहिँ अल्खोरको पार्कमा तपाईँहरूले देखिराख्नु भएको छ। यो पछाडिपट्टि यति धेरै रमणीय ठाउँ छ, यति धेरै दुबोले हरियालीले भरिपूर्ण छ यहाँनिर। हेर्नुहोस् दर्शकबिन, यो अत्यन्तै रमाइलो ठाउँ, अत्यन्तै रमणीय स्थान यो कतारको अल्खोर जू हो। यो एकदमै दर्शकबिन तपाईँहरूले देखिराख्नु भएको छ होइन। र यो चाहिँ एकदमै खुसीको कुरा पनि हो, एउटा कुरो दुखीको कुरा पनि हो, किनभने हामी नेपालीहरूको लागि राष्ट्रिय जनावर हाम्रो नेपालको जनावर चाहिँ अब कतार सरकारलाई उपहार स्वरूप दिइराख्नु हुँदाखेरि होइन, हाम्रो लागि त एउटा के भने कतार सरकारको लागि खुसीको कुरा हो, हाम्रो लागि पनि खुसीकै कुरा भनौँ, किनभने अब हामी काम गर्न कतारमै छौँ अहिले होइन। कतारमै अहिले हामी काम गरिरहेका छौँ। 8-10 वर्ष अगाडिदेखि कतारमा छौँ हामी, म अहिले कतारमै छु। र कस्तो लाग्छ भने बिचरा ती हात्तीहरूलाई पनि अहिले कतारमा पठाइएको छ सधैँको लागि। अब सधैँको लागि उपहार स्वरूप चाहिँ नेपाल सरकारले दिएको हो। तर अलिकति थोरै केही पनि तपाईँको केही सेवा सुविधामा कमी छैन हात्तीहरूको लागि। बरु नेपालमा बरु गाह्रो थियो होला, यहाँनिर भनेको एकदमै सेवा सुविधा सहित गर्मीको टाइममा एकदम एसीको साथमा होइन, एसी चारैतर्फबाट एसी लगाएर घरभित्र राख्ने व्यवस्था गरिएको छ। कतार सरकारले यति धेरै चाहिँ यस्तो व्यवस्थित गरेर राखेको छ हेर्नुस्। र कुनै कमी कमजोरी दिएको छैन। लाउन त त्यस्तै हात्तीलाई के लाउनु होइन, खानको लागि अत्यन्तै
मिठो मसिनो हात्तीको आहारा हैन चाहिँ दिएर राखेको छ दर्शकबिन। एकदमै यो खुसीको कुरा हो हामी नेपालीहरूको लागि पनि एकदमै खुसीको कुरा हो। र दर्शकबिन तपाईँहरूलाई चासो कतिपयलाई चासो पनि थियो होइन, कतारमा कसरी राखेको छ होला हात्ती, के गरेर राखेको होला, कस्तो ठाउँमा राखेको होला भन्ने कुरो कतिपय दाजुभाइ दिदीबहिनीहरूलाई चासो थियो, चासोको विषय बनेको थियो। तर तपाईँले देखिराख्नु भएको छ यो पछाडिको दृश्य, यो अहिले जहाँ चाहिँ हात्ती राखेको दृश्य हो। अत्यन्तै रमाइलो ठाउँ, अत्यन्तै रमणीय स्थानमा राखिएको छ खगेन्द्र प्रसाद र रुद्रकलीलाई। र नेपालमा जति पनि हात्तीहरू छन् होइन, हामी नेपालीहरूले चाहिँ हात्तीलाई चाहिँ नेपाली सबैले होइन जो हामी जो सम्बन्धी छौँ हिन्दू धर्म चाहिँ सम्बन्धी, हिन्दू धर्म मान्छौँ हामी जतिले चाहिँ सबैले गणेशको रूपमा हामीले मान्ने गरेका छौँ जो चाहिँ हात्तीलाई। र हात्ती हामीले एउटा गणेशको रूपमा चाहिँ भगवानको रूपमा हामी मान्ने गरेका छौँ। र हामी पाठ पूजामा हामी जुनसुकै पाठ पूजा गरे पनि सबैभन्दा पहिला हामी गणेशको पूजा गरेर मात्रै अरू देवदेवताको हामी पूजा गर्ने गर्दछौँ दर्शकबिन। र यसै सन्दर्भसहित यो चाहिँ अहिले अल्खुरको पार्कमा चाहिँ यसरी राखिएको छ भनेर मैले तपाईँहरूलाई जानकारी दिनको लागि मैले यो भ्लग बनाएको हुँ। र अन्तिमसम्म यो भिडियो हेरिदिनु होला होइन। अत्यन्तै राम्रो ठाउँमा, अत्यन्तै सेवा सुविधा भएको ठाउँमा हात्तीहरू राखिएका छन्। जो 2टा हात्ती नेपाल सरकारले चाहिँ भर्खरै 3-4 दिन अगाडि मात्रै बिहिबार शुक्रबार मात्रै यो कतारमा ल्याइएको हो हात्ती होइन। र जे होस् अब कतार सरकारले राम्रोसँग चाहिँ पालन पोषण गरेको छ। यो चाहिँ अब यहाँनिर एउटा चिजको कुरा पनि अत्यन्तै चिज होइन, यहाँ नभएको चिज ल्याउँदाखेरि एउटा यहाँका जनतालाई पनि एकदमै खुसीको कुरा हो, खुसीको कुरा भएको छ। अब जूमा हेर्न आउँदाखेरि सबैलाई होइन देख्न पाइने। र यी हात्तीहरू एकदमै भाग्यमानी पनि रहेछन् दर्शकबिन, किनभने नेपालमा यत्रा ठुल्ठुला हात्तीहरू छन्, जीव जनावरहरू छन्, तर कुनै पनि प्लेनमा चढ्न पाएका थिएनन् अहिलेसम्म। हेर्नुहोस् यी 2 हात्ती चाहिँ प्लेनमा चढ्न पाए। प्लेनमा चाहिँ कतारको जहाज कतार एयरवेजबाट चाहिँ नेपालको त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट चाहिँ कतार दोहा हमाद इन्टरनेसनल एयरपोर्टमा चाहिँ अवतरण गराइएको थियो जो चाहिँ 2 हात्ती खगेन्द्र प्रसाद र रुद्रकलीलाई दर्शकबिन। र उनीहरू सकुशल कतारको दोहामा आइपुगेर अहिले उनीहरू आफ्नो घर कतारको अल्खोर चिडियाघरमा पनि ल्याइसकिएको छ र आइपुगेका छन् सुरक्षितसँगले दर्शकबिन। अत्यन्तै खुसीको कुरा, अत्यन्तै यो चाहिँ हाम्रो लागि पनि राम्रै भनौँ होइन। हामीले पनि अब म पनि एक दिन हेर्न जान्छु त्यहाँनिर, यहाँ मेरो यो क्याम्पबाट नजिकै पर्छ, म हेर्न जानेछु कसरी राखिएका छन् के रहेछ। किनभने चिज लाग्छ नि त आफ्नो देशबाट ल्याएको हात्तीहरू जनावरहरू होइन। हामी त्यहाँमाथि एउटा भगवानको एउटा आस्था हामी गणेश मान्छौँ जस हात्तीलाई, त्यो कारणले पनि हो। र दर्शकबिन तपाईँहरूलाई कस्तो लाग्छ यस्तै राम्रा भिडियोहरू भ्लगहरू हेर्नको लागि यो मेरो यो च्यानललाई यदि मन परेमा कृपया लाइक शेयर सब्सक्राइब, विशेष गरी सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँहरूलाई यदि मन पर्छ भने, मन पर्दैन भने भिडियो हेरिदिनु होला, स्किप गरिदिनु होला भन्दै आजको यो छोटो भ्लगबाट बिदा हुन्छु। सी यू नेक्स्ट भ्लग।